अनि के गर्दैछौ त पारेर पारेर मलाई एउटा शब्दले धेरै मनमा कुटु 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 खाइरहेछ के त्यो शब्द चाहिँ के हो भन्दाखेरि दाजु है अब यस्तो मन दुख्छ के सबैले दाजु मात्र भन्छ अनि यो दाजु शब्द चाहिँ कसले बनाइदियो हे प्रभु जिन्दगीमा अब यही शब्द सुन्नु जन्मेको रहेछ जस्तो लाग्यो दाजु हैन जसले पनि दाजु भनिहाल्छ र गाइस अब मेरो चाहिँ बिहे हुँदैन होला हौ त्यस्तै लाग्दैछ मलाई किनकि सबैले दाजु भनिहाल्छ अनि मलाई मन पराइदिने कसले नि थैट साह्रै भएन यो त बुढा बिग्रियो नि हो छ्या दाजु भन्नु शरम पनि नलागेको तिमीहरूलाई कुन साइन हो बरे दाजु भनेको ए रामो दाजु भनिदिन्छ हौ जसले पनि आमापट्टिको न बाबुपट्टिको न कहाँ कुनपट्टिको हो बेकारमै दाजु भनिदिन्छ हौ शरमै लाग्छ दाजु नभन न हौ कोही बेला त सोल्टीज्यू भनेर पनि बोलाउ न तिमीहरूले मलाई मार्छौ कुँडै मार्छौ जस्तो छ अलिकति मनमा च्वास्स हुँदैन दाजु भन्दाखेरि कोही बेला त एकदम मनले पनि सल्टी भनेर बोलाउ न या तिमीहरू त कस्तो खालको जसले पाए त्यसलाई दाजु भन्नु पाइन्छ पाइन्छ पाइँदैन नि किन दाजु भनेको सल्टिज्यू भनेर कमेन्ट गर्ने नि फेरि दाजु भनेर नगर्ने नि पारेर पारेर उडाइदिन्छु फेरि